70% को नियममा चाहिँ अब एलब्याग कसरी गर्ने म तपाईँहरूलाई भन्न गइरहेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब एलब्याग छिर्ने क्रममा चाहिँ तपाईँले दायाँ च्याप्दै छिर्ने, हेर्नु। अब हामीले यतापट्टि एलब्यागको यतापट्टि छिरिसकेपछि चाहिँ बिस्तारै बायाँ च्याप्ने, होइन, बायाँ च्याप्दै जाने। अब बायाँ च्यापिसकेको जति च्याप्यो त्यति आफूले सजिलो हुन्छ। सब दायाँ साइडमा चाहिँ अलिक बढी ग्याप राखेर बायाँ साइडमा चाहिँ अलिक गाडी च्याप्नुपर्ने हुन्छ है। अब हेर्नु, अब तपाईँले ब्याक आउने क्रममा चाहिँ अब बायाँपट्टिको मात्र लुकिङ ग्लास हेर्ने र गाडी बायाँ साइडबाट भाग्न नदिने। बायाँ साइड च्याप्दै बिस्तारै आउने। अब ट्रायलमा चाहिँ तपाईँले पोल नहेर्नु होला, त्यो भुइँको लाइन हेर्नु होला। लाइनमा अब त्यो मोड हेर्नु होला। त्यो मोडमा ठ्याक्क हेर्नु। अब गाडीको ग्याप अलिक बढी छ भने अलिक अगाडिबाटै काट्नु पऱ्यो। गाडीको ग्याप अलिकति बायाँ साइडमा कम छ भने अलिक पछाडिबाट काट्दा पनि कट्छ। 70%मा चाहिँ एकचोटि तपाईँहरूले के चान्स पाउनुहुन्छ भने अब गाडी नकट्ला जस्तो भयो, तपाईँहरूलाई छोला जस्तो भयो, नकट्ला जस्तो भयो भने एकचोटि आफ्नो स्वेच्छाले अगाडि जान पाउनुहुन्छ है। अगाडि जाँदाखेरि चाहिँ तपाईँको 10 मार्क्स काटिन्छ, तर फेल चाहिँ हुँदैन। अब अगाडि पनि तपाईँले जहाँबाट हजुर ब्याक आउनुभयो नि त्यही नै अगाडि जानुपर्छ, सिधा अगाडि चाहिँ जान पाउनु हुँदैन तपाईँहरूले। अब हेर्नुहोस्, अब ठ्याक्क यतापट्टि बायाँ साइडमा तपाईँको गाडी सिधा भइसकेपछि रोकेर 2 राउन्ड स्ट्रिङ खोल्ने। स्ट्रिङ गाडी सिधा भइसकेपछि सर्र पछाडि जाने। लास्ट पोलबाट बाहिर गाडी निस्किनु पर्ने हुन्छ। भिडियोलाई लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।